मन्दिरको धरान पिण्डेश्वर मन्दिरको वार्षिक उत्सव छ र हामी चाहिँ आज फर्स्ट काम गर्नु जाँदैछौँ वार्षिक उत्सवको लागि। हामी चाहिँ वार्षिक उत्सवको लागि माला किन्न जान आँटेको सयपत्रीको पूजाको लागि। हाम्रो हरेक वर्ष वार्षिक उत्सवको दिन चाहिँ भव्य कार्यक्रम हुन्छ माथि पिण्डेश्वर बाबाधाममा। पिण्डेश्वर बाबाधाममा मेरो हजुरबुवाले मन्दिर स्थापना गर्नुभएको छ पार्वती माता परमेश्वरी श्री परमेश्वरी माताको र बागम्बरेश्वर बाबा। अनि हामी चाहिँ अब आज त्यही मन्दिरको वार्षिक उत्सवको प्रोग्राम गर्न आँटेको र अहिले हामी फुल किन्न जाँदैछौँ। हेर्नुहोस् धरान बजार, फुल किन्ने बजार जाँदैछौँ हामी चाहिँ। पैसा कति हो? सयपत्रीको माला लिटो लिन आउनुभयो। हामी माला पसल आयौँ। विभिन्न टाइपको फ्लावर्सहरू, फ्लावरहरू। लिटिल पनि रेडी भइसक्नुभयो जानुलाई। लिटिलको जिजु बाजेले बनाएको मन्दिर गर्नुलाई मिरा काकी आउनुभएको छ। मिरा काकी आउनुभएको छ। मिरा काकी आउनुभएको छ भनेको नि। सबभन्दा तरुनी मान्छे, सबभन्दा तरुनी ग्रुपको के अरे तरुनी सासूको तरुनी बुहारी। अब हामी टेम्पोमा जाँदैछौँ। हाम्रो टेम्पोको सवारी हाम्रो पिण्डेश्वरको यात्रा मेरो साथी स्मृति पनि भेटेँ। उनीहरू फर्केर गयो अनि हामी चाहिँ ठ्याक्क पिण्डेश्वर बाबाधाम आइपुग्यौँ। हामीले फोटो पनि खिच्यौँ साथीले। अनि हाम्रो अझै त्यस्तो छ। हाम्रो चाहिँ पिण्डेश्वर बाबाधामको गेट हो। तपाईँहरूलाई म हाम्रो मन्दिरसम्म लान्छु। सबैजना बस्नु भएको छ। हाम्रो चाहिँ बाजेले रुद्राक्षको बोट पनि रोप्नु भएको थियो। यही होला रुद्राक्षको बोट हाम्रो बाजेले रोप्नु भएको। यो चाहिँ पिण्डेश्वर बाबाधामको टुप्पा हो र यहाँ पछाडि सिद्धि गणेश यो स्तम्भ हो। र अब तपाईँलाई म हाम्रो मन्दिर देखाउँछु है सबैजनालाई। नानी कहाँ गयो? सुज कहाँ खोल्यो? कुद्दैछ हो। जुत्ता चाहिँ बाहिर खोलेँ मैले। हाम्रो क्यामेराको रानीमा छन् मेरो छोरीको जुत्ता। र यहाँ गणेश भने यता चाहिँ डाइरेक्ट पिण्डेश्वर बाबाधाम हो। ए हुन्छ यहाँ यता जानुपर्छ। यता सानो यता सानो यता। यो चाहिँ मेरो बुवा हजुरबुवाले बनाउनु भएको मन्दिर। यो पद्मेश्वरी पार्वती माताको मन्दिर। यहाँनिर तपाईँ मेरो नाम पनि देख्नुहुन्छ, नातिनी नैन्सी श्रेष्ठ नेपाली भनेर। हाम्रो मन्दिरमा यहाँनिर साँढे गोरु हुनुहुन्छ नन्दी बाबाको कानमा तपाईँले केही कुरा भन्नुभयो भने साक्षात् भगवान्को कानमा पुग्छ र उहाँले हाम्रो सबै इच्छाहरू पुरा गरिदिनुहुन्छ सुनेर।
हाम्रो मन्दिरको नाम बागम्बरेश्वर र पद्मेश्वरी कसरी भयो भन्नुहुन्छ भने हाम्रो चाहिँ कसरी भयो भने हाम्रो हजुरमाको नाम मेरो हजुरमा मेरो ग्रेट ग्रान्ड मदर मेरो बाबाको हजुरमाको नाम चाहिँ पदम कुमारी अनि पदम कुमारीको नामबाट हामीले पद्मेश्वरी राख्यौँ र बाबाको नाम चाहिँ बाबु काजी बाजेको ग्रेट ग्रान्ड फादरको नाम बाबु काजीको नामबाट चाहिँ बागम्बरेश्वर भनेर चाहिँ हामीले स्थापना गरेको मन्दिरको पद्मेश्वरी पार्वती माता र बागम्बरेश्वर बाबा मन्दिर। अष्टभुजा माता अगाडि हेरौँ गणेश भगवान्कोमा पुगिसक्यो आउँदैछ खुलेर जाऊ जी गरिदेऊ जाऊ गणेश भगवान्कोमा अगाडि हिँडेर जाँदैछ जाऊ भित्र जाऊ जी गर्नु जाऊ जी गर नि जाऊ भित्र गएर गणेश भगवान्लाई गणेश भगवान् धेरै बेरको पर्खाएपछि आमा बुहारीको प्रस्थान भयो। आमा चाहिँ आउँदै हुनुहुन्छ हाम्रो मन्दिर जाउँ आऊ गुवाको मन्दिर गाडी अर्को भाडा चाहिँ घन्टी गर्न मात्र सजिलो सम्बन्धी आएको त्यो गणेश मान्छेदेखि अनि त बलेर त म त अब चुक्क भनिदिन्छु त नसकेको त त्यस्तै पनि अझ यसलाई भइहाल्यो गाली राखेको नि भित्र परिवार भएन क्या होइन भित्र छिर्दैन कि बारी बारी राम्रो हुँदो रहेछ नि तर सबै ओल्ड भएर अब ओल्ड भएको पूजा सुरु भइसक्यो ओल्डकै हेर्ने पूजा सकेन के दिदीहरू छैन ओम श्री गणेशाय नमः कुल देवता पितृ देवता सबैलाई फुल पनि लिएर आउन काकी टिप्नु जान्नुहुन्छ ओम श्री गणेशाय नमः हरि ओम मानो भद्राग्रतवो जन्तु विश्वतो दब्दासो अपरेता सपद्विदः देवानो यथा सतमिवृदे असन्न प्रायुवो रक्षितारो दिवे दिवे देवानां भद्रासुमतिर्जूयतां देवानागुंग्रातिरविनो निवर्धताम् देवानागुं सख्यमुपसेदिमा वयं देवानायुः प्रतिरन्तु जीवसेतान् पूर्वयानि विदाहुमहे वयं भगं मित्रमदितिं दक्षमश्रीदम्म अजमडं वरुणगुं सोममस्मिन् सरस्वतीनः शुभगामय शरदतन्नो वातो मयो भवातु वेगदन्दन् माता पृथिवी तद्विता देव गाजर लगाइदिनु भयो काकीले मेरा काकीले गाजर लगाइदिनु भयो टीका लगाइदिनु हेर्न केस च्याप्ने भना त्यो लगाइदिएर चाहिँ बरु प्लास्टिकमा राखिदिनु मान्छे चाहिँ कालो रङ दल्दै गयो हरि ओम
निनीको माताहरू कपाल फुलिसक्यो क्या कपाल कलर पनि ल्याउनु भएको त नानी पालिस लाउनु भयो मैले निनीले कलेज यता लाउनु पर्यो नि त त्यो बिनी सहिदिन भइहाल्छ भगवानलाई त भावले गर्दैन कुर्तामा खै कुर्ता चाहिँ एउटा कुर्ता एउटा कुर्ता चाहिँ किन त्यही छ अब भइहाल्छ बुझे कति लाग्यो तालामा जिगर 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 छिटो जिगर जी भएको छैन जिगर जिगर त्यो गडलाई जिगाउनुपर्छ एकछिन गएर बसिराख सूर्य भगवान पनि हुन्छ पूजामा सूर्य भगवान पनि हुन्छ होइन यतापट्टि पूजामा सूर्य भगवान हुन्छ ओ भास्कर आइदिने भयो दिवाकर आइदिने यसो अर्का पनि चढाइदिन्छ यता हेर त शिव पार्वती डालिदिन्छ अर्का चढाएर अस्तिको किनेको पैसातिर चाहिँ भएको छैन गडलाई देऊ गडलाई तपाईँकोबाट जान्छ फेरि गइहाल्छ आउँदैन गर्नु न हो नामुलाई हेर भगवान निकाल्ने हुँदैन बाबा त्यसो गर्नु हुँदैन हुँदैन बाबा अगाडि लैजाऊ हामी चाहिँ पूजाको अन्तिम चरणमा नानी चाहिँ अझै पनि चल्दैछ चाहिँ भगवान्लाई वर्षभरिको रासन भनेको एक बोरा चामल चिनी एक वर्षको रासन भगवान्लाई भनेर चढाउँछ वर्षौटी होइन लागेको छैन ल लिटलको पाली सुरुमा तिमीबाटै सुरु गर्छौ देवी प्रपन्न आरती हरे प्रसिद्ध प्रसिद्ध माता देवदम्लेश प्रसिद्ध विश्वेश्वरी भए समतमेश्वरस्य यसमा होइन राइट ह्यान्डको न माम खानेको न हात माम खाने उयो हातले माम खाने होइन हो यसले माम खाने हो त हेर्नु कुन होमवर्क गर्ने हात यो होइन अनि यसैमा लानुपर्छ हेर्नु बद्ध बलि राजा दानविन्द मौला तेर्दन प्रतिबन्धामी रक्षमा चलमा चला स्वस्ति इन्द्र वृषभा स्वस्ति नपुका विश्व उहाँहरू के आयो बटरफ्लाई हो के हो के भन्छ यसलाई इङ्ग्लिसमा परेवालाई के भन्छ भन्नु त वाक्य सुकेको वाक्य नै सुक्यो बर्ड्स भन्छ थ्याङ्क यू गुरुबा भन